गाइस मेरो मिनी भ्लगलाई स्वागत छ। आज चाहिँ हाम्रो चाहिँ उता टोखा चिया शब्दालयमा हामी जान लागेको दिदीहरूमा। शब्दालयमा आज हामी टोखा जान लागेको। पश्चिमतिरकै दाइहरूले खोल्नु भएको रहेछ, त्यही भएर आज चाहिँ कस्तो रहेछ यताउता टक्क हामी चाहिँ जान लागेको। हामी चाहिँ पुग्ने भनेको डेस्टिनेसनमा हामी पुगिसकेका छौँ। हामी आउने भनेको चाहिँ यो ट्याक्क यो चिया शब्दालय यहाँ टक्क। आज दिदीहरूमा आएको छौँ। अब दिदी चाहिँ आउँदैछ इन्डिया सर, म चाहिँ अगाडि मैले बुक गरेको इन्डिया चाहिँ अघि आएको थिएँ, त्यही भएर चाहिँ म पुगिसकेको छु। अब दिदी आउँदैछ, हामी बस्ने है। हामी आज यहाँ आएको भर्खर हिजो भर्खर ओपनिङ भयो अरे, आज अब कस्तो छ है त। शब्दालय हिजो भर्खर ओपनिङ भयो अरे, जा भित्र। शब्दालयमा चिया चाहिँ दाइलाई बोला मैं दाइ ऐसे रे यसको चाहिँ एउटा फोटो खिच्नु पर्ने अरे। चाहिँ पुरै आज भल्का पानी पर्ला जस्तो छ। हामी चाहिँ यता आएको थियो, यहाँ पुरै पानी पर्ला जस्तो छ। यहाँबाट हाउरी लास्टै चलिसकेको छ यतातिर होइन, त्यतातिर आएको थियो पुरै पानी पर्न लाग्यो एकदम। बवाल क्या राम्रो छ, सबै राम्रो रहेछ, एकदम बवाल छ। यो चाहिँ टोखा हो। टोखा यहाँ नजिकै चाहिँ आदर्श समाज विद्यालय नजिकै रहेछ। यो एकदम बवाल छ, मलाई चाहिँ सबै राम्रो लाग्यो, एकदम राम्रो छ। सो गाइस अहिले चाहिँ हामी चाहिँ चिया शब्दालयमा आएको थियौँ। अब चाहिँ हामी रुम जान लाग्यो। अहिले चाहिँ 7:45 भइसकेको छ टाइम नि। अब टाइम नि भइसक्यो, हामी अब रुम जानुपर्छ। आज चाहिँ अब 5 बजीतिर जाने, तर अगाडि चाहिँ पानी परेको थियो, त्यही भएर चाहिँ लेट भयो। अब चाहिँ रुम जानु चाहिँ एकदम बवाल छ। बेहोस खानेकुरा अनि एकदम बवाल, त्यसपछि बेहोस भनौँ न सब राम्रो क्या। अनि सस्तो नि एकदम सस्तो रहेछ। अब अन्त ठाउँ खाएपछि होइन कति धेरै बिल आउँछ, तर त्यहाँ चाहिँ मैले चाहिँ धेरै खाएको, तर बिल चाहिँ पुरै आएको थियो। एकदम बवाल छ बेहोस चिया शब्दालय टोखा। तपाईँहरू यहाँ आउनु होला, मलाई चाहिँ एकदम बवाल लाग्यो है त, एकदम बवाल छ। सो गाइस अब चाहिँ म चाहिँ रुम जान लागेको।
आजको ब्लग चाहिँ यति म चाहिँ